जब मनलाई मनकै नियन्त्रणमा नियन्त्रित बनाइन्छ तब मात्र मनले सही काम पाएको अनुभूति मान्दछ। मन त गतिको सम्पर्कमा रहिरहन्छ र त ऊ चलिरहन्छ। आपत्ति भने यो हो कि गति लिइरहने गतिवान मनलाई बुद्धिले वास्तविक काम दिन नसक्नुको विपरीत परिणाम नै मनको अनियन्त्रितता हो। मन नियन्त्रण एक उच्च अवस्थामा मात्र पूर्ण रूपले नियन्त्रित बन्दछ। त्यो अवस्था भनेको लालच पार भएर अहंकारले जिन्दगीसँग समर्पण स्वीकार गरेको एक तथ्य दृढ संकल्प मात्रै हो।